नमस्कार साथीहरू, म तपाईँहरूकै हरफलको साथी ताइवान मादेन। के तपाईँलाई पाइल्स भएको छ? यदि पाइल्सको सुरुवात चरण छ, तपाईँको चाहिँ मलद्वारमा चाहिँ चिलाउने समस्या छ, हल्का चाहिँ मासु पलाउँदैछ भने तपाईँले यो चाहिँ औषधि प्रयोग गर्नुपर्ने हुन्छ। यो झार चाहिँ यहाँहरूले देख्नु भएको छ, धेरै ठाउँ तपाईँहरूको आँगन हुँदै उम्रेको हुन्छ होइन। यसको नाम पनि यहाँहरूलाई थाहा छ। पक्कै पनि यो फुल्छ यसरी। उखाल्नु निकै गाह्रो हुन्छ, यो जरा निकै गाडिएको हुन्छ। उखाल्यो भने पनि यो पात मात्रै आउँछ होइन। यसलाई चाहिँ मैले जबरजस्ती उखालेको छु यहाँहरूलाई देखाउनको लागि। यो चाहिँ तपाईँहरूले खानुपर्ने हुन्छ। तपाईँको चाहिँ दिनको 2 पातको दरले खानुपर्ने हुन्छ। तपाईँको चाहिँ यो पात यसरी, यो पातलाई चाहिँ मजाले चुडाएर, फेदैमा चुडाएर, यहाँसम्म चुडाएर अनि यसलाई चाहिँ धोएर तपाईँले चाहिँ बिहान बिहान खानुपर्ने हुन्छ। र तपाईँको जबसम्म तपाईँको त्यो चिलाउनु छोड्छ तपाईँको चाहिँ खाइरहनु पर्ने हुन्छ। र सुरुमा 3 दिनसम्म चाहिँ लगातार खानु पर्यो होइन। र तपाईँले चाहिँ ठ्याक्कै अब 3 दिन पछाडि चाहिँ 1 दिन बिराउँदै 1 दिन खाँदै गर्दाखेरि पनि हुन्छ, तपाईँको चट्टै हुन्छ। यो ग्यारेन्टीका साथमा भन्न सक्छु है। यो चाहिँ सुरुवाती चरणको तपाईँको चाहिँ मासु पलाएर ठुलो भइसकेको छ भने त अपरेसन गर्नैपर्छ। तर भर्खरै मासु पलाउँदैछ, तपाईँको चाहिँ चिलाउने चरण, तपाईँको चाहिँ चरण हुन्छ, पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण हुन्छ। तपाईँको चाहिँ पहिलो र दोस्रो चरणमा चाहिँ तपाईँले यो प्रयोग गर्नुभयो भने तपाईँको पाइल्स निको हुन्छ है साथीहरू। यस्तो छ है साथीहरू। हस् त, यति भन्दै म यो भिडियोबाट बिदा लिन चाहन्छु। अन्य औषधिहरू, अन्य जडीबुटीहरू, अन्य जानकारीहरूको लागि यहाँहरूले जानकारी लिन चाहनुहुन्छ भने मेरो युट्युब च्यानल भिजिट गर्नु होला। हस् त, धन्यवाद, नमस्कार, सेवा रहो।